So hi guys, welcome to our channel once again. So आज चाहिँ हामी कहाँ छौं भन्ने है आज चाहिँ हामी अल्डरसोट आएको छौं. So after हामी समर पार्टी पछि यो पाली फेरि आएको छौं. So कहाँ जाने भयो थियो त्यो भएर आज चाहिँ हामी अल्डरसोट आएको छौं है. त्यही हो अहिले त हामी कार पार्किङमा आइसक्यौं. अब कार पार्क गरेर अब चाहिँ हामी टाउनहरु घुम्छौं अनि त्यसपछि हामी चाहिँ यहाँनिर 2 डेज को लागि आएको छौं. अरु बेला चाहिँ 1 डे मै आउने अनि फर्किने हुन्थ्यो. सो आज चाहिँ हामी बसेर फेरि भोलि मात्रै फर्किने होला छौं. सो हाम्रो सानो कामहरु छ अनि कामहरुको लागि चाहिँ बस्नु पर्ने भएकोले गर्दा चाहिँ हामी चाहिँ भोलि मात्रै फर्किन्छौं. सो यहाँ अब चाहिँ हामी अल्डरसोटको टाउनहरु घुम्ने अनि त्यसपछि यहाँको चाहिँ खानाहरु मेन कुरा चाहिँ नेपाली फुड हामीले एकदम धेरै मिस गरेछौं. सो हामी चाहिँ नेपाली फुड पनि हन्टको लागि आएको छौं. अब हेरौँ हामीले के खानु सक्छौं है. सो अब चाहिँ हामी कार पार्किङ गरिसक्यौं. कार पार्किङ गरेर नानीलाई चाहिँ अब रेडी पारिसक्यौं. सो अब चाहिँ हामी चाहिँ निस्किन्छौं यहाँबाट. सो हामीलाई अन्तिमसम्म हेरेर साथ दिनु होला. सो हामी चाहिँ पार्किङ गरेर निस्केर हामीले चाहिँ यता गाडी राख्यौं मरिसरको भित्र. सो अब यताबाट निस्किँदै गर्दैछु. जिम हल हो यो चाहिँ पुरा. म जस्तो मान्छे जिम हल गयो भने त फेरि सिलिम हुन्छ चाँडै जानु हुँदैन. अहिले नै जिम ल हाम्रो सानो बाइ बाइ टाटा सानोको रिमोट हो. देखाइदियो न त तिमीको रिमोट. अब हेलो माई ह्यान्डसम हस्बेन्ड ह्यान्डसम पापा चाहिँ यहाँनिर. अब अहिले त अफिस टाइम छ नि त अनि स्कुलहरु पनि अब अहिले त बिदा छ. स्टरको बिदा छ है. हलिडे चलिरहेछ अनि सुनसान देखेर के हो त सुनसान छ त भन्छ है. अब हामी चाहिँ टाउन सेन्टर छिर्दैछौँ. ल पैसा पठाउने ठाउँ पनि रहेछ. रिया मनी ट्रान्सफर हिमालयन ट्राभल रहेछ. सबै नेपाल. यो चाहिँ हाम्रो मिनी नेपाल हो. ल हेर्नु यहाँनिर नेपालमा पाउने चिज पनि पाउँछ यस्तोहरू. उसले नयाँ कुरो देखेर यस्तो खानुपर्छ उस्तो खानुपर्छ भन्छ. यहाँ यस्तो खाने उस्तो खाने हैन त. यहाँ आएर त नेपाली फुड पो खाने हो त. नेपाली रेस्टुरेन्ट गएर खानुपर्छ नि. अब Are you happy? Yes. सो मैले अघि नै भनेको थिएँ नि हामी चाहिँ यहाँनिर मेन कुरो चाहिँ फुड हन्टको लागि आएको थियौँ भनेर. सो हामी चाहिँ पसिसक्यौँ अहिले यहाँनिर भिन्टुनामा. यो चाहिँ वान अफ द फेमसै हो नेवारी खाना सेटको लागि अनि नेपाली थकालीको लागि. सो वी आर इन भिन्टुना नाउ. त्यही गयो. मैले चाहिँ धेरैजनाको भ्लग हेरेको थिएँ क्या यहाँनिर अल्डरसोट आउँदाखेरि भिन्टुनामा पसेर खाएको. कति धेरै भेराइटीहरू यति दामी अनि हामी पनि एकदम खान मन थियो के हुन्छ. अनि हामी चाहिँ यहाँ आएर मेनु हेऱ्यौँ होइन. माई गड के खाने के मेनुमा पनि यस्तो फोटोहरू छ होइन. प्लस यस्तो पिक्चरहरू राखेर बनाइदिएको छ क्या यसरी के खाने कसो गर्ने. हाम्रो सानो पनि यस्तो भएको छ कि यस्तै भएछ. यता हेरौँ कि यता हेरौँ भएछ. कता हेरौँ भइरहेछ होइन. सो दिस होइन. सो अनि यहाँको होइन भित्र पनि कस्तो दामी के लाइक नेपाली भाइब आउने क्या. अनि यो सबै यो त्यहाँको यो डेकोरेसनहरू होइन सबै पुरै टोटली नेपालीहरू क्या.
के हो नेवारी डिस यहाँ चाहिँ कसको ए अनि यहाँ चाहिँ मेन कुरो चाहिँ हामीले फर्स्टमा के मगाइहाल्यौँ भने नेवारी खाजा सेट है यो चाहिँ वान अफ द बेस्ट अनि फेभरेट मेरो हस्बेन्डको सो सुनिहाल्छु नि ल यो चाहिँ मेरो हस्बेन्डको वान अफ द फेभरेट फुड खाजा सेट पर्छ देयर वी गो अब यसमा चाहिँ हामीले एउटा मगाएको छौँ यो पनि हामी सेयर गरेर खानेवाला छौँ यो चाहिँ किनकि मैले चिउरा त्यति खाँदैन नि त त्यही भएर अलिअलि अनि स्पाइसी पनि हुन्छ जस्तो लागिरहेछ मलाई अनि त्यस पछाडि यहाँनिर छ आज चाहिँ दरो खाने भनेछ मेरो सानो पनि एक्साइटेड भएछ से हेलो सानो हेलो से हेलो Yes, give it to mama. Yes, give it to mama. Give me. Hello, 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 hello. My testing. Hi. Yay. Hi, everyone. Oh my God. Who doing this? हजुर हाम्रो सानो परिवारको सानो छ यहाँ चाहिँ हाम्रो खाना सेट आइसकेको छ दिस इज आवर खाना सेट अनि अब मोमो साँधेको पनि आउँदैछ त्यस पछाडि थकाली सेट ओ माई गॉड मेरो त थुकाइसक्यो मुखबाट यति धेरै खाने भनेर अनि यो चाहिँ उसको ड्रिङ्क्स एन्ड देयर वी गो पापा इभन हि इज सो एक्साइटेड खाना खानलाई ओ माई गॉड अब मेरो भागमा चाहिँ माछा परेछ क्रिस्पी अब मैले चाहिँ गरममै टाउको खाइदिने हो क्रिस्पी रेस्टुरेन्ट नेपाली रेस्टुरेन्ट अनि यहाँ चाहिँ सबै नेपाली स्टाइलको डेकोरेसन त्यहाँ चाहिँ छ बार अहिले चाहिँ अलिक अफ टाइम भएर अलिकति सुनसान छ हामी मात्रै अहिलेको चाहिँ गेस्टहरू अब भरे बेलुका चाहिँ टन्नै प्याकम प्याक हुन्छ अरे यहाँ रातिको 10 बजीसम्म खुल्छ अरे यो चाहिँ सो त्यो चाहिँ सो गणेश भन्छ त्यो चाहिँ स्ट्याचु त्यहाँ चाहिँ यो आँखी झ्याल अनि नेपाली पाराको यो लाइट यस्तो छ क्यान्डलको साटो यहाँ चाहिँ यस्तो आँखी झ्याल है ओहो यो त नेपालबाटै मगाए जस्तो छ है यहाँ त बनाउँदैन है यहाँ चाहिँ हुनुहुन्छ हाम्रो ठुलो मान्छे एकदम बिग मान्छे बिग मान्छे यहाँ चाहिँ हाम्रो सबसे ठुलो मान्छे बिग चाहिँ अहिले बेलुकाको 6:30 बजेको छ र पनि स्टिल घाम तर सनसेट हुन लाग्यो यता चाहिँ सनसेट हुन लाग्यो भन्नाले नि त घाम त लाइट पुरै छ एकदम चर्कै छ यता यो चाहिँ सबै भाडा के चाहिँ गाग्री ठुलो हुन्छ नि योभन्दा ठुल्ठुलो हुन्छ हाम्रो घरमा त्यो ठुलो यत्रो ठुलो गाग्री हो भन्छ है योभन्दा ठुल्ठुलो छ हाम्रो घरमा करवाहरू तर एकदम महँगो छ भन्ने सुनेको थिएँ मैले यहाँ भित्र मलाई यो चाहिँ मन परेछ यस्तो के यहाँ चाहिँ यस्तो पसलहरू धेरै छ अनि त्यो पनि राम्रो छ यो ओहो यो वाला यो कुट्टीवाला चाहिँ बेलुकाको 7 बजे भइसकेर चाहिँ अलिक सुनसान भइसकेछ मान्छेहरू अब
घर फर्किसक्यो बस विकडेज छ अहिले अब भोलि कामहरू हुन्छ अनि फर्किसक्यो बिचारो यत्रो सानो नानी पछाडि बोकेको के बिचारो रुको 2-3 दिन लाउँछ नि त पैसा आउन ट्रान्सफर गरेर त एकैछिनमा हुन्छ ट्रान्सफर गरिदियो कस्तो बात सो अब हामी चाहिँ होटलतिर जाँदै हो है हाम्रो चाहिँ अघि न 3-4 घन्टा चाहिँ हाम्रो सानो काम थियो अनि काम सक्यो यसो भेटघाट कार्यक्रम अनि एकछिन के किनमेल कार्यक्रमहरू थियो कामहरू सक्यो अनि अब खाजा पनि खायौँ हामीले है नेवारी सेट मोमोहरू खायौँ अब चाहिँ हामी फर्किँदैछौँ है यहाँ आएपछि चाहिँ कि कति धेरै नेपाली सपहरू छ है ल हेर एकदमै पछाडि पाइलै पछि छ सो हामी चाहिँ अहिले मरिससमा छिरेछौँ कस्तो राम्रो फुल है मलाई चाहिँ फ्लावर देख्ने बित्तिकै क्या मनपर्छ है किन्नु लाग्छ है हामी चाहिँ फुल हेर्दैछौँ यहाँनिर बाबालाई मेन चाहिँ प्लान्टहरू किन्न मन लाग्ने बाबाले प्लान्ट त्यही त यहाँ चाहिँ हाम्रो नि प्याम्पर्स हेरेको प्याम्पर्सको घट्या रहेछ कति धेरै डाउन भएको रहेछ 7 नम्बर रहेछ 9 नम्बर रहेछ यो पनि कति सस्तो के घट्या रहेछ 10-50 को 6 पाउन्ड भयो रहेछ घट्या रहेछ नि त बाबा 10-50 को 6 पाउन्ड भनेको त सुन्तला हेर्दै भरे खानालाई सुन्तला लिएको कत्रो ठुलो रहेछ हौ यो त बन्द भएछ छोपेर राखेछ उसको ड्युटी सकिसक्यो होला यहीँ काट्दो रहेछ उयो रहेछ क्या डबिजर के अरे टेस्कोतिर हुन्छ नि टेस्कोमा काटेरै दिन्छ नि अब हामी चाहिँ अलिअलि हामीले सपिङ गऱ्यौँ अब भरे इनकेस अब भोक लागिगयो भने चाहिँ अनि फेरि अब बाहिर छिर अलिक झ्याउ हुन्छ बेबीसँग सो अहिले नै हामीले चाहिँ किनेर लगिराख्ने त्यही हो वेलकम छ तपाईँलाई आजको हाम्रो रुममा सो यो चाहिँ हो आजको हाम्रो रुम So hello, welcome भन्नु न हाई स्वागत छ तपाईँहरूलाई हाम्रो रुममा भन्दै त छोरी यता देखाउनु त पापा यसरी मान्छेको टाउको ठोकेर उलाई सो सानो तिमी कता बस्छौ दिस वान ल सानोलाई अब यहाँ अस्तिको जस्तै लन्डनको जस्तै सानोलाई ल ल ओहो गद्दो चानु गद्दो चानु गद्दो ल गद्दो हेलो ओए चानु
So happy. यहाँबाट कति राम्रो भ्यू पनि देख्ने रहेछ उता भ्यू रहेछ होटलको ल बच्ची गर्नुहोस् यहाँ ल यता जानुहोस् कता जानु हुने ल खेल्नु हुने कता खेल्नु हुने हाय यता आउनु 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 यता आउनु डुङ्ग पल्टिनुहोस् त सानो डुङ्ग पल्टिनु न सानो उता पापाले बोलाउनुहुन्छ अब उता पर उता पछाडि आज मम्मीसँग हुने ए मम्मीले बाबाले यो देखेछ कि सानोले यो माग्न खोजिरहेछ ल आजको अल्ट्रासाउन्ड भन्ने सो ल आजको हाम्रो अल्ट्रासाउन्डको कामहरू अनि घुमाइ पनि सक्यो लगभग अहिले 7:30 बज्यो हामी रुममा पनि आइपुग्यौँ अनि एकछिन त्यहाँ सुपर मार्केट घुम्यौँ अनि खाजासाजा किन्यौँ इनकेस अब बेलुकाको लागि केही अब खान मन लागिहाल्यो भने अब अहिले सुत्नु त अब कता सुत्नु है उज्यालै छ बाहिर अब फ्रेस हुने नुहाइधुवाइ गरेर अनि यसो केही जुसहरू खानलाई चाहिँ लिएर आएछौँ अब त्यही खान्छौँ ओहो अनि अघि हामीले खाएको खानाहरू चाहिँ एकदम मिठो थियो है एकदम राम्रो तर मैले चाहिँ खान सकेन के त्यो मोमो छोइलाहरू म त सिँगान चुहेर आँसु सरी भएको त्यस्तो भएको अनि फेरि मैले चाहिँ खाएन फेरि मैले त्यत्रो कहिले नि खाएको छैन त्यस्तो पिरो अनि मैले चाहिँ त्यति खाइनँ जस मिठै थियो राम्रै थियो फुड इन्जोय गऱ्यौँ बाबाले चाहिँ एकदम मजाले इन्जोय गर्नुभयो फुड ऊ त नन स्टप दिएको गऱ्यो बिकज ऊ चाहिँ उसको फेभरेट खाना नि पाएको थियो त्यही भएर सो भोलि पनि खाने भन्दैछ उसले हुन्छ मोमो खान किनकि मोमो स्टेसन त हामी त रेगुलर आएर खान्छौँ होइन आज चाहिँ नयाँ ठाउँमा गएर खायौँ अनि लास्टमा चाहिँ थकाली त हामीले खान सकेन है आँटेन अलि सकेन सो या अब चाहिँ आई थिङ्क अब सो अब चाहिँ आराम गर्ने अब चाहिँ हामी चाहिँ यो ब्लग यहीँ एन्ड गर्छौँ होइन इफ यु लाइक आवर भिडियो देन प्लिज भोलि त फेरि अर्को ब्लग आउँछ नि सो अब मुडै बिग्या अहिले भन्छु त्यसमा राख्दै अब यहाँ चाहिँ गाइस आमा छोरी झ्यालबाट अल्ट्रासाउन्डको भ्यू हेर्दैछ ठ्याक्कै यो चाहिँ हो त्यहाँ त्यो पार्कको छेउ यहाँ सिनेमा हल ठ्याक्कै यहीँ परेछ राम्रो ठाउँमा हामी सधैँ पार्टीहरू आउँदा चाहिँ त्यता हलमा आउँथ्यो निर्माया यहाँ चाहिँ आमा छोरी निर्माया दोहोरी घर उतै त हो सिधा त्यहाँनेरि कति धेरै बाजे बजेहरू दिनमा आएर पार्कमा बस्नुहुन्छ नि है बाजे बजेहरू गफ गर्ने बस्ने त्यहाँनेरि बाजे बजेहरू चान्नु छोरी त्यहाँ सिरा राख्दैन टाटा So hi guys, good morning everyone. अनि today is our second day. हामी चाहिँ उठेर अनि खाजाहरू खाएर निस्केको बाहिर आज चाहिँ अब कता जाने भनेर प्लान गरिरहेको छौँ अब हेरौँ कता पुग्छौँ सो यति बिहान त हामी आइपुग्दैन वहाँबाट राति हिँड्दा पनि यहाँबाट त होइन होला कतिवटा घर रहेछ क्या फेरि डिफ्रेन्ट यो चाहिँ पहिला हामी आउँदा चाहिँ बनाउँदै थियो है बिल्डिङहरू अहिले त बनाएछ सबै टुलेट रहेछ सबै बनाइसकेर सबै रेडी रहेछ अब कस्तो राम्रो बनाएको के अनि अलिक डिफ्रेन्ट पनि देखेको क्या है बा योहरू यहाँ चाहिँ कति धेरै नेपाली सपहरू है फास्ट फुडहरू रेस्टुरेन्टहरू अनि कपडा पसल
हरू छ हामी चाहिँ अहिले बिहान उठ्यौँ हैन अनि 4 उठेर हामी चाहिँ यहाँ अल्ड्रोसोटको गुम्बा आएको छौँ हामी अल्ड्रोसोट आउनु कारण पनि यही हो कि गुम्बा आउनलाई म अहिलेसम्म युके आएदेखि गुम्बा आएको छुइनँ अनि नेपाल गएर पनि छिर्न पाएको छुइनँ राम्रोसँगले सो अनि बेबीलाई ल्याउन पनि पाएको छुइनँ सो आज चाहिँ हामी आएको छौँ गुम्बा यो चाहिँ यहाँको बुद्धिस्ट टेम्पल हो अब हो हामी चाहिँ गुम्बामा प्रवेश गर्दैछौँ अल्ड्रोसोटको गुम्बा पापा छोरी अब ल Chưa cả đấy. Thật này. Thật cả đấy. Chưa cả thế. Chưa cả thế. Chưa. Chưa. ल कताबाट घुम्ने त यताबाट घुम्नुपर्छ है उता भगाना चलाउनु ल भगाना चढाइ गर्नुपर्छ यो चाहिँ सानोले फर्स्टचोटि भगवानलाई चढाउनु हुँदैछ आमा सानो बाछुबै चढाउने भयो ल यहाँ चाहिँ हाम्रो छोरीलाई ल आऊ सानोको पुरै खिचिदेऊ न बाबा पकाउँछन् हामी चाहिँ सानो दर्शन गरेर निस्क्यौँ गुम्बामा है युके आएपछि हामी फर्स्ट टाइम आएको सानो पनि जन्मेपछि फर्स्ट टाइम मन्दिर आएको है ल भगवानलाई जुगाइदियो चान्नुले यो त आफ्नो लानुहुन्छ कति यसो बत्ती बाल्न आउनुहुन्छ अनि उहाँहरूले यसो चिया बिस्कुट खाने प्रसाद खाने जाने त्यस्तोको लागि राखिदिएको बत्ती चाहिँ कता बाल्छ
हजुर बत्ती चाहिँ कता हुन्छ ए बत्ती त यहाँ लिने अनि भित्र बाल्ने अनि प्रार्थना गर्ने अनि उता फेरि बत्ती घरमा राख्ने बत्ती त्यहाँ किन्ने त्यस्तो बत्ती पाउँछ बत्ती बाल्ने धुप त बाहिर बाल्ने भित्र अब त्यो कार्पेटहरू डढेर के कार्पेटहरू त 3 चोटि फेरिसक्यो त्यही भएर अनि बत्ती चाहिँ बाल्ने भित्र बस्नु गऱ्यो बाहिर राम्रो नि त नेपालतिर नि बाहिर राख्छ नि बाहिर एउटा ठुलो मूल चाहिँ भित्र राख्छ त्यो माथिपट्टि बाल्ने अनि मूल भित्र राखेपछि एउटा राखेपछि अरू त बाती घर त बाहिरै हुन्छ नि बाहिरै हो बौद्धतिर त बाहिरै हुन्छ बाहिरै हो नि त्यही बिहान चाहिँ ठुलो एउटा भित्र बालेर ठुलो चाहिँ दर्शन आरतीहरूले चाहिँ बाहिर राख्छ नि छेत्रीको बेलामा चाहिँ यता हजुर फेरि नेपाली पसल होइन भएको छ होला है नेपाली पसल त अहिले भएपछि भएको छ ए ल उहाँको थुप्रै भइसकेको छ ल हामी चाहिँ यहाँबाट प्रसादहरू लियो है प्रसादहरू दिनुभयो स्याउ बिस्किट कफी प्रसादहरू लिएर अब हामी घर लाग्दैछौँ छैन मान्छे मात्रै छ ब्याक साइडबाट मेन इन्ट्री हो